staying in a hibernation for too long. We both have decided to work out. So आज चाहिँ हामी पुल अप र डिप्स हान्छौँ अनि लेट्स सी हामी कति धेरै चाहिँ कमजोर भइसक्यौँ हैन साथीहरु. As you can see, this is before workout. So this is before workout है त. सन्देश भाइ थाकिसकेको थियो अघि भर्खर वर्कआउट हानेर. यस कम अन. उसले मसला हानिसकेको थियो है साथीहरु. डोन्ट कस्तो भयो? गाह्रो सो अब हामीले चाहिँ चक लगाउँदैछौँ. लेट्स वेट टिल दिस चक सुकेपछि चाहिँ हामी अब मेरो टुटे फुटेको इङ्ग्लिस छ सो डोन्ट माइन्ड हैन. अब भने मान्छे चाहिँ भिडियोमा त जहिले भिडियोमा त बनाउने गर्छ हैन. चक ल चक लगाइसक्यो. अब चाहिँ एउटा अन्डी मन्डी चण्डी जसले वर्कआउट गर्दैन त्यो किचकन्डी है. ल पछि डिसबाट सुरु गर्छौँ हैन. फर्स्ट म लान्छु. सो जस्ट गonna eat 15. अब चिरनको पालो डिफेन्टली चप्लाएर हान्नु पुलो भन्नुपर्छ नि त्यसपछि भयो के. चिरनले हान्दैछ है. कति हान्दिस्? 15 है. सन्देश ओ बिस्तारै हान्न. कन्ट्रोल. यस ओके. अब चाहिँ पुलाउ हान्ने हैन. चिरनको पुलाउ पानी छिटो 15 पुलाउ. यो त मोबाइल चला गर्छ. सन्देशको पालो. अब फर्स्ट सेट चाहिँ सक्यो होइन साथीहरू. त्यो मान्छे जहिले फोन चलाएको मात्रै गर्छ. फर्स्ट सेट सकिसक्यो. अब तपाईँलाई चाहिँ लगभग 5th सेटमा भेट्छौँ है त. लेट्स सी 5 सेट्समा कस्तो हालत हुन्छ हाम्रो. सन्देश भाइ पम्प देखायो त सन्देश भाइ. बाइसेप ओ लङ हेड बाइसेप रहेछ. हाम्रो चाहिँ अब 4वटा सेट सकिसक्यो. दिस इज द 5th. अब 5th एकछिनमा सुरु हुँदैछ. कस्तो लागिरहेको छ हजुरलाई? एकदम नराम्रो. यो त जहिले मोबाइल चलाएर हान्छ. कस्तो लागिरहेको? सो उहाँ चाहिँ बुढेसकाल भइसक्यो यो मान्छे. आउँदैन आजभोलि यहाँनिर. के हो? सो हाम्रो चाहिँ विराज साथी यहाँ आइसकेको छ. कति किलोमिटर हाने आज धेरै हानेन नि. कति किलोमिटर हाने आज? कति? 2 मात्र थियो आज. 2 मात्र थियो. घरदेखि यहाँ आएको हैन. तर उकालो थियो. ओके अलिकति गाह्रो. ल पुलअप हेर्दिउँ. पुलअप त म सक्दैन. पुलअप हेर्दिउँ. इज टु टल फर दिस. 1 2 3 4 5 कस्तो भिडियो कस्तो गरे क्या त्यही भएर नरे 20-30 त हाल्दिन्थेँ मैले. पफको आउँदा यसको काम भने यहाँ बारमा आएर यही हो. सो अब हाम्रो चाहिँ 5th सेट सुरु हुँदैछ. दिस इज आवर लास्ट सेट. अनि हाम्रो अब सन्देशले चाहिँ अब क्विट हानिसक्यो होइन. अब चिरन र म मात्र चिरन जहिले बिर्सिन्छ. चिरनलाई देखाउने जहिले बिर्सिन्छ. अब हामी चाहिँ 5th सेट एक्सक्युज मी.
चिकनको पालो ओए छिटो 10 हो Go motherfucker So हाम्रो सेट ल कस्तो फिल भइरहेको I am very pumped. Chiran is pumped कस्तो फिल भइरहेको एकदम नराम्रो दिदी कस्तो फिल भइरहेको एकदम राम्रो कस्तो फिल भइरहेको एकदम खतरा कस्तो हाम्रो चाहिँ नयाँ मान्छे आइसक्यो भगवान् तपाईँहरूलाई स्वागत छ म चाहिँ आज धेरै दिनपछि आएको ज्यान के देखाउनु सुकिरहेको छ ज्यान के देखाउनु यस्तो सुकि अहिले देखाउँला नि सेट हानिसकेपछि यहाँ नयाँ मान्छे आइसक्यो व्हाट्सअप होमी बाई ए जहिले भिडियोमा सो अब हाम्रो चाहिँ वर्कआउट सकिसक्यो अनि हामी चाहिँ पम्प चाहिँ गर्न जान्ला सो एज यु क्यान सी फ्लेक्स चिरन सो यो चाहिँ पम्प भयो हाम्रो होइन ठ्याक्कै लाइट पऱ्यो कि ल ल ल फिक्स गरिहाल्नु न बवाल लाइट पऱ्यो सो अब मेरो पालो चिरन सो दिस इज द लाइट बाल्दिन बडी आजको चेस्ट र ब्याग है त कर्डे मोबाइल हो क्या त 11 जना आइरहेछ ट्याप ट्याप भन्दैन रहेछ चिरन भाइले यस गाइस सी यु इन द नेक्स्ट ब्लग आज चाहिँ हामीले 50 पुलअप अनि त्यसपछि 70 डिप्स हान्यो होइन सो आजको लागि यति नै हामी सबजना कमजोर भइसक्यौँ यस्तै कमजोरीमा बाँचौँ होइन सो बाई बाई मनको भ्लग हेर्न